राख्दिएपछि त्यसको चाहिँ यस्तो छ त्यसको एक्चुअल इन्टरप्रिटेसन चाहिँ के रहेछ भनेदेखि त्यो रावणको दशाननको 10 आनन भनेको 10वटा टाउको त्यो लिटरल मिनिङमा त भइहाल्यो होइन तर रावण चाहिँ यति धेरै बुद्धिमान थियो कि उसले 4वटा वेद 6वटा पुराण कण्ठ थियो अरे क्या अनि मान्छेले भन्दाखेरि यससँग एउटा मात्रै होइन यसको त 10वटा टाउको छ यो यति धेरै विद्वान छ त्यसरी एलाबोरेट गर्दाखेरि चाहिँ साइन्टिस्ट हो मिनिङमा गयो क्या श्रीलङ्कामा रावण साइन्टिस्ट हो त्यही त अनि उसले चाहिँ केमिकल युज गरेर उड्यो अरे भन्छ क्या मान्छेहरूले त्यो जुन पुष्पक विमान छ नि त्यसलाई केमिकलै युज गरेर होइन के गरेर साइन्टिस्ट हो अरे क्या के उहाँलाई सबैलाई विड खुवाइदियो भने त्यो सबैजना उडेको देखेको होला दशाननको मिनिङ चाहिँ 10वटा टाउको होइन त्यतिको विद्वान त्यतिको इन्टेलेक्ट भनेर ब्रिफ गरेको तर हामी किन त्यस्तो त्यो जस्ट इज रिटर्न त्यही भएर 10वटा टाउको जहिले भने त्यो अलिकति त्यो लिटरल मिनिङमा जान्छ नि जस्तै अर्को एउटा लिटरल मिनिङमा गएको के छ भने लाखबत्ती बाल्छौँ नि हामीहरू लाखबत्ती बाल्दाखेरि नि हामीहरू 1 लाखवटा बत्ती बाल्छौँ नि त होइन 1 लाखवटा बत्तीको नि एक्चुअल इन्टरप्रिटेसन चाहिँ कस्तो आएको थियो भनेदेखि लाइट भनेको त नलेज हो होइन अनि डार्कनेसलाई किल गर्ने लाइटले इग्नोरेन्सलाई किल गर्ने नलेजले एउटा लाइटले 1 लाखवटा बत्ती बोल्न सक्छ तिमीसँग नलेज छ भने तिमी 1 लाखलाई एन्लाइटन गर्न सक्छौ तिमी 1 लाखवटा बत्ती बाल्यो भने चाहिँ तिमीले धर्म कमाउँछौ भनेपछि हामीसँग भएको नलेजले चाहिँ 1 लाख जनालाई एन्लाइटन गर्यो भने हामीले धर्म कमाउँछौँ वर्ड खतरा लाग्यो इन्टरप्रिटेसनको कुराहरू